सो नमस्ते एभ्रिवान, दिस इज रेसम ब्लग। सो अहिले चाहिँ ठ्याक्क साँझको 4:30-5 बज्न लागेको छ। हामीहरू चाहिँ राराको लागि हिँडेको छौँ। लाइक म र गोविन्द है, दुईजना मात्रै। सबै धोकेबाजहरूले धोका दिए होइन। सो अगाडिको यात्रा के कस्तो हुन्छ हेर्दै जाउँ, रमाइलो गर्दै जाउँ है। अब यहाँबाट हामीहरू अगाडि बढ्दै जान्छौँ। दुईजना मात्रै छौँ, जे हुन्छ दुईजनामा हुन्छ है। बाइकमा अगाडि चाहिँ रेनकोट र लबाट हालेको छु। अहिले चाहिँ हामी 51,289 किलोमिटर गुड्या रहेछ। लेट्स सी अब कति गुड्छ है त। वहाँ पुगेर आउँदासम्म के कस्तो हुन्छ हेर्दै गर्नु होला। अब चाहिँ हामीले यहाँबाट तेल फुल गरेर जान्छौँ है। लाइन देखा रहेछ क्या। अति भएपछि घिउले त मोही छोडेर मदानीतिर सर्छ भने म त एउटा मान्छे सधैँ तिम्रो पछि लागिरहन कहाँ सक्छु। अनि पागल चोरी हुन त कहाँ सकिन्छ र। तिमीले आयो है हामी ट्याक्क। अझ 2 घन्टा हुन अझै 8 मिनट छ है। 2 घन्टा हुन 8 मिनट छ। लगभग 2 घन्टा भालुवाङ आइयो हामीहरू है त। दामी है, दामी हात। हामी दाङबाट अगाडि बढेका छौँ। अगाडि पुरा ब्लाइन्ड छ। यस्तरी अगाडि बढ्दैछौँ क्या हामीहरू। सो ब्युटिफुल मर्निङ फ्रम कोहलपुर। हिजोको 5 घन्टाको रमाइलो यात्रापछि चाहिँ हामीहरू कोहलपुरमा आएर यो पार्टी प्यालेस एन्ड रिसोर्टमा यहाँ आएर बसेको थियौँ। जुन कि लास्ट टाइम हामी सेपक्सुन्डो जाँदाखेरि अर्कै दाइको अन्डरमा थियो भने अहिले चाहिँ 6 महिना भएछ होटल चेन्ज भएर रहेछ होइन। अहिले पार्टी प्यालेस बनेर रहेछ। सो जे जस्तो भयो भने राम्रै सेवा सर्भिस दिनुभयो होइन। सुविधा एकदम राम्रो छ, खाना मिठो छ है त। अब हामी यहाँबाट चाहिँ सरासर सुर्खेतसम्म जान्छौँ, त्यसपछि नास्ता खान्छौँ। त्यहाँ नास्ता गरेर हामी त्यसपछि आज चाहिँ हाम्रो यात्रा भनेको चाहिँ माघमा कालीकोटसम्म हुन्छ। सो 235 किलोमिटर एराउन्ड। सो अब त्यहाँ बिचमा पनि के कस्तो हुन्छ हेर्दै जाउँ है त। प्लस यु। सो हामीहरू चाहिँ अहिले कोहलपुर राति आएर कोहलपुर बसेका थियौँ होइन। सो कोहलपुरको राउन्डचोक अगाडिको भयो, यहाँबाट यता नेपालगञ्ज जाने भयो, यहाँबाट यता चाहिँ सुर्खेत जाने ठाउँ भयो। सो हामीहरू चाहिँ यहाँनिर ठ्याक्क पुल पारी बसेको थियौँ। यहाँनिर अगाडि चाहिँ अलि होटल छैन क्या, पर जानुपर्छ भनेर होइन। अनि अब चाहिँ हामी सरासर माघमा कालीकोटतिरको यात्रा अगाडि बढायौँ। जब यता पो हान्दै भन्दा केही हुन्न, त्यही नै हो। कोहलपुर बस पास भयो यो। रमाइलो छ। यसले मिस्टेक गर्यो, हामी यताबाट जाने हो। ल अब हाम्रो यात्रा सरासर सुर्खेततिरको के खोज्न आएका मिलहरू। जाउँ त गोविन्द, इन्ट्री गराऊ। पैँसठी 85। ल अहिले चाहिँ हामी बबई आइपुग्न लागेको छौँ। यो रमाइलो गर्छ, आनन्दले हिजो बेलुका आउँदा कुदाउँदै आइयो भने अहिले त मजाले होइन। 40-50 40-50 40-50मा
बाघको हात्तीको चित्र देख चित्रहरू देख आउने बेला स्याल आउँछ अगाडि स्याल र बाँदर। सो हामीहरू चाहिँ अहिले बबई आइपुग्यौँ है। बबई आएर अब यहाँ नास्ता खान लागेको छ। बिहान कोहलपुरबाट सरासर उठेर मुख धोएर मात्र हिँडेको है। अब यहाँ टक्क चिया नास्ता खान्छौँ, त्यसपछि हामीहरू अगाडि बढ्छौँ है त। जे होस् रमाइलो छ यो बबई पुल, यस्तो दामी छ, यस्तो निलो पानी छ है टक्क बबई पुलमा। म अगाडिबाट देखाउँछु। भेरी बाइक है गाडीहरू है। ल एउटा दुईटा फोटो घ्याच्च खिच्ने अनि हिँड्ने है त। दिस इज भेडी नदी। राइट नाउ वी आर इन सुर्खेत बजार है। अहिले हामी सुर्खेत बजारमा छौँ, आइपुगेका छौँ सुर्खेत भर्खर है। अहिले चाहिँ बिहानको ठ्याक्कै 10 बज्यो, 10:30 हुन लागिसकेको छ। यो सुर्खेत कस्तो राम्रो रहेछ यार, ठुलो रहेछ क्या सुर्खेत बजार। अब चाहिँ हामी पुग्नुपर्ने ठाउँ भनेको चाहिँ माथि देखेको हो, त्यो चाहिँ माङमा बजार भयो। अब अझै छ, अझै 25 किलोमिटर छ यहाँबाट है। बिहान हामी 8 बजे हिँडेको, 4 बज्यो, अझै 200 किलोमिटर हिँड्न सकिएको छैन क्या। बाटो त ठिकै ठिकै छ, बिचमा अफरोड छ, तर पनि गाह्रो छ एकदम। यस्तो छ क्या बाटो। तरर पानी यता गयो, उहीँ माथिबाट झर्ना बगेको चिस्ता। ल कति राम्रो छ यार। त्यो डाँडो त छोइएकै होइन, कति अग्लो होला त। अझै 22 किलोमिटर छ होइन। गाडी जाम भयो जस्तो छ। किन गाडी रोकेको यार? के भयो? गाडी दुईटा गाडी भएर हो। तर बाइक त छिर्छ यार यहाँ त यार। यो गाडी यति अगाडि ल्याउने नि बाइक छिर्छ। थोरै साइड गरिदिन भनौँ न, बाइक त छिरिहाल्छ नि यहाँबाट। दाइ थोरै यता काटिदिनु न है, बाइक छिराउँछौँ है दाइ। थोरै यता च्यापिदिनु न, बाइक छिराउँछौँ। थोरै उता च्यापिदिनु है। हौ गोविन्द, ट्रकमा को छ? यो ट्रकमा को हुनुहुन्छ? थोरै यता च्यापिदिनु। निस्किने हो नि, कुरेर त कहाँ बस्ने हो र? रन्का बुधे रन्का। आउ न बस, बसिहाल के जामजुम। ए लुम्बिनी पर्दैछ रहेछ ट्रक। के हो यस्तो यो?
तिहार लागिसक्यो र किन आधैबाट कतिजना हौ त तिमीहरू त्यस्तो भनेर हुन्छ ल सबैबाट ए यसलाई दिएको खै यसलाई त होइन केटाकेटी तँलाई भयो छोड कति बाटो हो साले उता हेरेकोलाई 5 रुपियाँ दिनु अरे फेरि यहाँ पनि हो क्या हो के हो ए देउसी रे के देउसी रे हो तिमीलाई नाच गएर आउन कति पैसा दिने हो 100 रुपियाँले क्यार्छौ र चाउचाउ खान मन लाग 1 2 3 4 5 ल ए उहाँ कति दिए हेर त सर ल ल ल चाउचाउ खान मन लाग्छ तिमीहरूलाई अचेल चाउचाउ आउँछ ए ल ल चाउचाउ खाऊ रमाऊ है त बाई के हो यो फेरि ल यो त 3 कुरो अगाडि छ नजै उता एउटै टिम बन्न पर्छ के रे तिनीहरूले त चाउचाउ खान मन लाग्छ रहेछ तिमीहरूलाई के खान मन लाग्यो फेरि खिचके तिमीलाई पनि चाउचाउ खान मन लाग्यो तिमीसँग सचेन के तिमीले त्यहाँ कता है मसँग चेन्ज छैन दाइले दिनुहुन्छ हस् अनि भैलेहरूलाई पनि 4-4 जना बस्ने हो त नि गुरु पुने हो के रे सबै मिलेर तिम्रो नाम के हो नि शर्मिला तिम्रो नाम के हो अनि सबभन्दा ठुलीको नाम के हो तिम्रो नाम झरना ओहो सबैको युनिक नाम रहेछ ल दीपावलीको शुभकामना तिमीहरूलाई ल धन्यवाद कतिमा पढ्छिन् र ए नि ल बाई ल अब यिनीहरूलाई कहाँ दिने हो त केटाकेटीहरूले त भेजोकै गर्ने रहेछ नि त 100 चाउचाउ खान मन लाग्यो अरे ठिकै छ खाऊ ल फाइनल्ली कहाँ हो कहाँ देखेको गाउँ पनि आइसक्यो ट्याक्क आएर बस्नु हो सर्टकट बाटो यता आइसक्यो अघि चाहिँ हामी माङमा आइपुगेका थियौँ हामीले के अरे कोहलपुरबाट हिँड्दाखेरि चाहिँ माङमामा बस्ने भनेर प्लान बनाएर हिँडेको अनि माङमाबाट चाहिँ नागमा जाँदाखेरि 50 किलोमिटर रहेछ
होइन डिस्टेन्स। अनि त्यो 50 किलोमिटर गएको हिँडम 2 घन्टाको बाटो हो भनेर हिँडिहालियो। अनि बिचमा गाउँ पर्दैन कि भनेर यस्तो टेन्सन लागिरहेको छ। बिचमा गाउँहरू जति नै पानी पर्दो रहेछ। अब जाँदै गरेको सनसेट हुनलाई रातो भयो क्या माथि डाँडा। अनि अब हामी त्यही हो 5:45 गएको 6:30 जहाँ हुन्छ त्यही बस्ने हो। पिली कालीकोटमा यहाँ हामीले रात बितायौँ। अब हामी सरसर लाग्छौँ नागमा हुँदै सल्लेरी हुँदै बुलबुले हुँदै रारातालतिरको यात्रा अब हामीले अगाडि बढाउँछौँ। हिजो राति चाहिँ हामी यहाँ आएको थियौँ 7:30 बजे। सो अब यहाँबाट फेरि राराताल पुग्न कम्तीमा नि 8 घन्टा लाग्छ भन्नुभएको छ। सो लेट्स सी के हुन्छ। गोविन्द आऊ ल दाइ, धन्यवाद। हस् दाइ, हस्। दामी असम गाइजहरू। कति प्रेसर हो पानीको, कति चिसो हो। हामी अहिले पिलीबाट तल झरिरहेको छौँ। तर बाटो त डेन्जरै रहेछ यार। यति चिसो छ नि, यति चिसो छ। ग्लोभ्स ल्याउन बिर्सिएछ। जम्यो यार हात त यार। हात यति चिसो छ। बल्ल घाममा आयो यार। यहाँ यता त पुरै पुरै अँध्यारो छ क्या म्या। हे हात राता। यो बाटो एक्सपेक्टेसन भर्सेस रियालिटी भयो यहाँ त। 5 दिनको यतिले काम गर्ला धेरै यार। 5 दिनको यात्रा भनेर आउन हुन्न है। रारा गाडीमा आए मात्रै सम्भव छ, बाइकमा 5 दिन हुन्न। ए यो यता लाउँछ। त्यही गरौँ ल। मैले त यो हात औँला चलाउनै सकेको छैन। ल हामीहरू चाहिँ फाइनली नाङमा बजार आइयो। यो चाहिँ नाङमा भयो। खाना अहिले नखाऊँ, अगाडि अरू पनि ठाउँ होला नि। सही हो। माघमा नाम त हामी त 1.5 घन्टामै आइयो त गोविन्दे। ठिकै 95 मा हो, 94 मा आइसक्यो भनेपछि त दामी चलाइयो त हामीले त। अब यहाँबाट रारा कति होला? 9 पनि बजे होइन। पाइन्छ? सोधौँ न यो ब्रोलाई। के अरे ब्रदर सुन्नु न, यहाँबाट अगाडि खाना खाने ठाउँहरू पाउँछ कि नै? छन् कि नै? रारा जाने हो? पाइन्छ? नाराकोट पाइन्छ। यहाँबाट रारा लगभग कति किलोमिटर होला अन्दाजी? हजुर 93। ए ल हस्, हुन्छ धन्यवाद। ए गइन्छ गोविन्द 93 भनेपछि त 2-3 घन्टामा पुगिन्छ। पुगिन्न र? पिच भ्याइयो यहाँबाट त अलिअलि छ, अलिअलि अगाडि। अब किन भन न 93 भनेपछि 50 किलोमिटरलाई हामीलाई 1.5 घन्टा लाग्थ्यो भन। बुझ्यौ? 50 किलोमिटरलाई 1.5 घन्टा लाग्थ्यो भनेस् त 100 किलोमिटरलाई हामीलाई 3 घन्टा त नाचेर बसेर उठेर। कता हो फेरि अब? कता हो यो? होइन गोविन्द, यो बाटो भनेको चाहिँ उता जाने होइन, के अरे डोल्पा जाने, के अरे के भन्छन् अरे? हामी सरसर रारै निस्किने हो। के अरे के भन्छन् अरे? जाउँ ल।
त्यसो भए यताबाट जाऊँ फर्किँदा उताबाट हाम्रा कुन बाटो राम्रो छ इन्डोइटा यही हो हस् हुन्छ धन्यवाद खान्छौँ भेटाइएन सेउ रहेछ त्यो घरमा अलिअलि पैसा दिन्छौँ सेउ दिनु न भनेर माग्न जान लाग्नु हो बाइक चलाएको चलाइ गरेर हिँड्दा त कति आनन्द आछ दिदी एउटा दुईटा सेउ दिनु न म पैसाले किन्छु है यहाँ यस्तो ठाउँमा सेउ देख्दा रमाइलो लाग्दो रहेछ के गाई दिन लाउने गरेछ कस्तो स्यास्या भएको धेरै सेउ छ ए टिप्न नपुग्ने ठाउँमा रहेछ है सिस्नो छ क्या अब यहाँ दही भयो जहाँ पनि हुने यार सकभर कोसिस गर्छु कि यो फोन छोपिदिनु न यसरी यता देखाउनु त जुम्ला के अरे यो के ठाउँ भन्छ दिदी यसलाई सुलेल गाउँ सिजा गाउँपालिका हामीले देखेको सरले देखेन नि यति भएर तर दामी बनाएको आउने यार है पर्फेक्ट बनाखान पर्फेक्ट हामी चाहिँ बिहान पिलीबाट 7:30 बजे हिँडेको थियौँ अनि अहिले चाहिँ ठ्याक्क 11 बज्न लाग्यो हामी चाहिँ अहिले ठ्याक्क जुम्ला सिन्जामा छौँ कन्का सुन्दरी छ सिन्जा जुम्लामा छौँ अब यहाँ खाना खानलाई रोकेको अब खाना खान्छौँ र हामी यहाँबाट 2-2.5 घन्टामा चाहिँ म्याक्सिमम् 2.5 घन्टा भन्नुभयो 2.5 घन्टामा चाहिँ रारा पुग्छौँ अनि त्यसपछि त्यहाँको भ्यू पनि ट्याक्कै हेर्नुपर्छ है त ल कता नामसाम टिपाउनु पर्ने हो जाऊ जाऊ झरेर नम्बर टिपाउ न कस्तो राम्रो घोडा मैदान एकदम घोडा चढाउने मैदान है छाडा पनि खिच्छ है रविन्द्र खडो गरेर खिच्छ है फाइनली 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 केटाहरू आउँदैछन् नि आउँदैछन् फाइनली झरे
7 किलोमीटर। हे प्रभु, हे हरि राम कृष्ण जगन्नाथम प्रेमानंदी, धाड़ का गढ़ हो गया। हे प्रभु, बाटो पनि माथि ठाने मुटु नभएको मान्छेले बनाए जस्तो हो के। यस्तोबाट नपेलेर 80 को स्पिडमा हिँड्न मन लाग्छ कि मलाई फेरि नयाँ। त्यो बाटो हामीहरूसँग चाहिँ बस बाटोमा आउँदा आउँदै ठ्याक्क अलि 40-50 किलोमिटर अगाडिबाट चाहिँ ड्राइभर भेट्नु भएको थियो। सो मेरो त अगाडिको ब्रेक पनि जानु लागेको छ यार। फाइनल्ली रारा हामीहरू चाहिँ अहिले सल्लेरीमा छौँ, यहाँ डाफे होटलमा। लाइक हामीसँग चाहिँ बिच बाटोबाट चाहिँ बस बुटोलको 2 जना दाइहरू चाहिँ मिटअप हुनुभयो होइन। उहाँहरूले चाहिँ होटल बुक गर्न रहेछ, हामीलाई सजिलो भयो कि। सो अहिले चाहिँ हामी डाफे होटलमा छौँ। बाइक उता पार्कमा छ। अब यहाँबाट त्यो एउटा रुम लिएको छौँ। यहाँबाट चाहिँ कपडाहरू चेन्ज गरेर लाउने, जे कपडा लाउने त्यो मात्र लिएर जाने, नबोक्ने उतातिर होइन। अनि अब त्यही हो। अब यहाँबाट एक घन्टामा हामी ट्याक्क ताल पुग्छौँ, रारा ताल पुग्छौँ। अनि त्यसपछि हामी पारी जान्छौँ। आज पारी जान्छौँ, भोलि माथि चढ्छौँ, टप भ्यू हेर्छौँ। अनि त्यसपछि चाहिँ हामी पोसिबल भयो भने चाहिँ भोलि बेलुकातिर यहाँबाट फर्किन्छौँ, नभए पर्सि। सो यही नै हो। ल फाइनली हामी सल्लेरी आइसकेका छौँ। सो उहाँ 2 जना चाहिँ बुटोलको दाइहरू होइन। हामीसँग चाहिँ ट्याक्क बाटोमा भेटौँ न। दाइको नाम अशोक आचार्य। दाइको शुभम बेलबासे। सो म चाहिँ रेशम, हामी चाहिँ गोविन्द है। हामी यसरी ट्याक्क बुटोलको 4 जना भयौँ होइन बाटोमा आउँदा आउँदै। 3 किलोमिटर हो क्या यहाँबाट? 3 किलोमिटर 3 किलो हो। तालसम्म 3 किलो हो। अनि फेरि उता होटलमा पुग्नलाई 7 किलोमिटर हो। भनेपछि 10 किलोमिटर छ टोटल। हाम्रो बाइकको अनुसार 1 घन्टा बाटो अनुसार। यसो गरौँ न त, यहाँबाट हिँडौँ तालसम्म होइन, तालपछि उता चाहिँ बोटिङ गरौँ। त्यही गरौँ। ल 1 किलोमिटर हिँड्यो होला है लगभग। अब चाहिँ माथि सम्म रहेछ। सुरुमा उकालो थियो, अनि चाहिँ सम्म मजाको। यो रिसर्ट केही बनाउन लगाएको के होला कि केही चाहिँ। अगाडि यस्तो छ है। सारा गोविन्द ठिक छ के अरे? गोविन्द पारामा हिँड्ने आफ्नो पारामा। We are near. फाइनली है भेट भयो तालसँग केटा हो। फाइनली यो देखेस् त, थकाइ पनि कम हुन्छ यार। सो यो वहाँ जाने हो हामीहरू पारी। ओए दामी फाइनली ल तालमा आइसक्यौ है। आफ्टर कति घन्टा पछि गोविन्द? हिजोको 12 घन्टा, अस्तिको 3 दिनमा फाइनली है। 3 दिन लाग्यो हामीहरू चाहिँ तालमा आइसक्यौँ। तर हिमालको पानी के अरे हिमालको हिउँ सबै सकिसक्यो रहेछ। दामी सरर। सो यो चाहिँ रारा ताल। हाल्दैन यस्तो गर्दा।
तालपारी होटलमा छौँ डाँफे होइन जाफे केही पनि देखिरहेन है ल भोलि बिहान हेरौँ ल अब सो ब्युटिफुल मर्निङ फ्रम राराताल गाइजहरू है अब चाहिँ हामी अर्ली इन द मर्निङ ठ्याक्क बिहानको अहिले 5 बज्यो 5 बजेर 2 मिनट गएको छ अब चाहिँ हामी माथि टप यो मुरमा टपमा जाँदैछौँ अनि त्यहाँबाट चाहिँ ल दाइ गुड मर्निङ दाइ गुड मर्निङ गुड मर्निङ भाइ गुड मर्निङ ल अब हामी माथि मुरमा टपबाट राराको पुरा भ्यू हेरिन्छ साथसाथै हिमाल पनि हेरिन्छ है एकदम सो ल हामी चाहिँ अब यहाँ सँगै छैन यति चिसो छ होइन मुख त धोइए छैन गरेर पनि थोरै धोएको है त ल अब जे जस्तो हुन्छ अगाडि हेरौँ हामीले चाहिँ 4वटा घोडा बुक गरेको थियौँ बोलाइसकेको थियौँ आइसकेका छन् है लगभग 4:30 बजे नै आएर हामीलाई फोन गरिरहेको थिएँ भित्री सेटिङ सो यही नै हो अब अगाडि के हुन्छ त्यो हेर्दै जाउँ है त सो हामी बसेको कोठा चाहिँ यो हो हामी बसेको रुम चाहिँ 1500 परेको थियो रुमको त्यही नै हो ल हामीहरू चाहिँ पुग्ने डाँडा हो वहाँ माथिको हो अर्को डाँडा है हामी चाहिँ हिँडिरहेको छौँ ताल यता तल छ गोविन्द ठिक छ के अरे दाइ केटाहरू त आइरहन् मस्त टुक 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 चल मेरे घोडे टिक 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 यस्तो चिसो यार ल पक्क ब्ल्याङ्केट ओढेर सुत्ने जस्तो मौसममा सूर्य उदय हेर्न डाँडा यति दुःख गरी घोडालाई दुःख दिइदिए ल यही नै हो बाटो त डेन्जर छ यार म चढेको घोडा नाम राजु हो राजुले हिँडाइरहेछ मलाई है ल सूर्य उदय भइसक्यो हामीहरू उहाँ पुग्न नपाउँदै ट्याक्क निस्कियो यार हेर्दै चाहिँ क्यामेरामा क्याप्चर भएन तर आँखाले चाहिँ देखियो अहिले चाहिँ हामी घोडामा हिँडिरहेको माथि अझै पुगिरहेको छैनौँ कि जे होस् मजाले हिँड्यो नि 2 घन्टा लाग्दो रहेछ यार लगभग 2 घन्टा लाग्दो रहेछ कति मजाले किरण आयो नि सही हो कस्तो दामी किरण निकाल्यो यार राराताल तलको भइहाल्यो दामी सररररर बिचरा घोडाले पादै नसकेर यस्तो उकालोमा त्यसैमाथि म 70 किलो बिचरा ठिकै छ अब जे जस्तो भए पनि अब सूर्य उदय हेरिसक्यो के अरे अब यतातिर घामले त्यो हिमालमा चट्ट बवाल बनाएको वाला त्यो भ्यू हेरिन्छ यार कहाँ आइयो मे कम त दुःख है लास्टै दुःख तर गोविन्द ठिक छ नि बस ल चल मेरो यहाँ यस्तो छ क्या सेतो पुरै हिउै परेछ यहाँनिर तुसारो होला नि के भन्छ शीत हामी चाहिँ यहाँनिर जाने हो ती सुताल त्यही हो यो दामी तर यहाँ हेर्दा बल्ल ठुलो देखिँदो रहेछ एक्सपेक्टेसन हाई थियो तर रियालिटीले अलि त्यो त गरायो तर जे होस् मजै आयो ए डाँडा पहाड हिमाल हेरेर त मन शान्त हुने हो ल आइयो है टपमा तर पसल ससल केही पनि रहन्छ ल सयपाल हिमाल भन्ने त्यही है टक्क सेतो देखेछ उतातिर ओ यहाँ त पुरै सेतै छ है पुरै तुसारो ल दाइ झरम ल पुरै सेतै छ यार हिउँ परे चाहिँ यार यो बिचमा फेरि के हो यो भोल्कानो जाने जस्तो ठाउँ ए गोलो बनाएको खनेर ल दाइ ल झरम अलिअलि त हिँड्न पर्छ के पुरै हिउँ यार हामी आएको घोडाहरू चाहिँ यो भइहाल्यो अब माथि चढ्दैछ हामीहरू भ्यू टावरमा ट्याक 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 यस्तो छ यार सेतै जुत्ताको डाम ए त लड्किँदो रहेछ
लर्किँदो रहेछ ल ठ्याक्क लाएर उतातिर रारा ताल तर त्यो घामले लास्ट डिस्टर्ब गर्ने रहेछ त्यो ताल भइहाल्यो सयपाल हिमाल ठ्याक्क सयपाल हिमालमा देखिरहेछ ती तर हिमाल ट्याक्कै क्लियर देखिएन क्या यसमा अब बाफ उड्न थालिसक्यो अब क्लियर भ्यू हुन्न फेरि सो हामी चाहिँ यहाँ आयौँ भित्र चिया बनाउन पठाएको छौँ भित्र हेरौँ सो आगो पनि ताप्नु पऱ्यो यार के हो त यो हातको यो ढेसु छ ढेसु ढेसु केबाट बन्छ फापरको चाखौँ है यो यत्रो त धेरै हुन्छ बाहिर सबैजना बाँडेर खानु सानो सानो सबैले चाख्दिनु हस् धन्यवाद हो ए केटा हो यो ढेँसु भन्ने अरे यहाँको एकदम लोकल अर्ग्यानिक डिस आऊ त चाखौँ पिठो मुसेर खाइदिनु भयो चाख्ने हो लङ्का बुझ्दै लङ्का मजा हुँदो रहेछ क्या रे गोविन्दा नाम So this is Resham Vlogs and this is Acharya and Govinda. Govindo लेख्यौ त तिमीले त साल चाहिँ हामी सल्लेरीतिर फर्किँदैछौँ साथीहरू चाहिँ सबैजना पछाडि हुनुहुन्छ सबैजनाको घोडा सफारी भइरहेछ म चाहिँ सबभन्दा अगाडि छु है घोडामा टक 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 आउँदा नि अगाडि जाँदा नि अगाडि आउँदाखेरि चाहिँ अँध्यारो थियो है हामी 4 बजे हिँडेको थियौँ त्यही भएर खासै केही देखिया थिएन अन्त जाने बेला चाहिँ उज्यालो घाम माथि पुगिसकेछ 8:30 भइसक्यो क्यारे है हामी चाहिँ 12 बजेसम्म हामी यहाँबाट हिँड्ने प्लानमा छौँ के हुन्छ हेर्दै जाउँ यहाँ भयो वहाँबाट वहाँ घोडाले दौडाउ माथि लयो वहाँ लयो टपमा लयो त्यो टपमा त्यहाँबाट सर फेरि तलैबाट हुँदै हुँदै यो टावर हुँदै तल झरेर यो किनारा यहाँ आइयो चल मेरो घोडा टिक 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 चल मेरो घोडा टिक 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 चल मेरो घोडा टिक 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 ल हामी चाहिँ रारा घुमेर सकियो फोटो पनि खिचियो होइन बोट आएन बोट चढ्ने भनेको उसको लागि चाहिँ कुर्नु पर्ने भयो सो हामीले चाहिँ कुर्ने समय छैन 10:30 अब 11 बज्न लागिसकेको छ हामी 12 बजेसम्म हामी सल्लेरीबाट हिँडिहाल्ने भनेछौँ होइन सो बेलुका 5-6 बजे जहाँ रात पर्छ त्यहीँ बस्ने हो त्यहीँ सुत्ने हो त्यसरी हिँडिरहेछ सकभर डोल्पा जाने के अरे कहाँ अरे जुम्ला जाने कुरा भइरहेछ सो जुम्ला गयो भने चाहिँ गइन्छ गएन भने चाहिँ हामी सरासर उता जान्छ अस्ति आउँदाखेरि पसेर त आएको जुम्लामै खाना खाएर आएको होइन अब त्यही नै भयो सो अहिले चाहिँ हामीहरू अब सल्लेरीतिर लाग्दैछौँ अब यहाँबाट 3 किलोमिटर सल्लेरी छ हामी त्यहाँबाट चाहिँ सरासर बाइक टिप्ने पहिला खाना खाइन्छ त्यहाँ डाँफे होटलमा खाना खाइन्छ अनि बाइक टिप्ने घरतिर लागिन्छ सो यही नै हो यहाँसम्म भिडियो हेरिदिनु भयो धेरै धेरै माया हजुरहरूलाई है अनि आगामी दिनहरूमा पनि भिडियो आइरहेको छ हेरी साथ दिनु होला फिडब्याक दिनु होला यस्तो गर्न पर्थ्यो भनेर नि भन्ने गर्नु होला है त यही नै हो सबैलाई माया जय नेपाल भाइ